नमस्ते सबैजनालाई। म रविन थोपले यतिखेर तारकेश्वर नगरपालिका वडा नम्बर 9 मनोमैजीमा छु। यो मनोमैजीमा एउटा अहिले चितुवा अकस्मात रूपमा आएर यहाँ एउटा यो घरभित्र हामीले देखिरहेछौँ। यो घरभित्र चितुवा प्रवेश गरेको छ र यो चितुवाको आक्रमणमा परि 3 जना यहाँका स्थानीय व्यक्तिहरू घाइते हुनुभएको छ र उहाँहरूलाई हस्पिटल लगेको छ। हामी यतिखेर घटनास्थलमा आएको छौँ। नेपाल प्रहरी यहाँ घटनास्थलमा आइसकेको छ भने अब यो वनको टोलीहरू यहाँ रेस्क्युको लागि बाघलाई रेस्क्युको लागि यहाँ आउँदैछ भन्ने जानकारी प्राप्त भएको छ। सर्वसाधारणहरूको ठुलो सङ्ख्यामा यहाँ घुइँचो रहेको छ। यतिखेर हामी देख्न सक्छौँ 3 जना बाघको आक्रमण परि 3 जना घाइते हुनुभएको छ। हामीले यहाँ देख्न सक्छौँ यो घरको भित्रपट्टि यहाँ कोठाभित्र बाघ रहेको छ। बाघलाई यतिखेर चितुवा थुनिएको छ। यही घरको यही घरको भित्रपट्टि रहेको छ।